अरे हौ च्याब्रुङै नाच्नु नआउने लिम्बू त नाङ्गो पहाड जस्तो पो हुन्छ त हौ कुङमा। अनि मान्छेको मनले त नाच्नु खोज्छ, गाउनु खोज्छ, खुसी खोज्छ, आनन्द पो खोज्छ। खासमा चाहिँ मान्छे स्वरूपमा पशु भए तापनि मन चाहिँ चरा हो भन्छन् बुढापाकाले। च्याब्रुङ भनेको लिम्बूहरूको खुसीको स्वर हो। घर बनाउँदा थम थम नाचेर खुसी मनाउँछौँ, बिहेमा मेत काम नाचेर रमाउँछौँ। यो च्याब्रुङ मासियो भने त लिम्बू नाचिन्छ। जारी 2 सङ अफ च्याब्रुङ चाहिँ एउटा विशुद्ध लिम्बू कल्चरमा आधारित भएर बनेको चलचित्र हो। योपालि चाहिँ अझ विशेष गरी च्याब्रुङलाई हाइलाइट भएर आएको छ। हुन त अब कल्चरल मात्रै लिम्बू कल्चर मात्रै भएर सीमित भएको चलचित्र चाहिँ होइन, एउटा नेपाली चलचित्रमा छुट्टै आयाम बोकेको सिरिज जारीको सिरिज हो। यसको कथाहरू चाहिँ सबै कल्चरमा आधारित भएको हुनाले क्यारेक्टर गर्दाखेरि पनि अलिकति कल्चरसँग नजिक भएर अलि राम्ररी बुझेर गर्नुपर्छ जस्तो लाग्छ। गणपति मौर्य मुरत देवान कुनै पनि चरित्र निर्वाह गर्दै गर्दा कलाकारको लागि चाहिँ हरेक चरित्रहरू चुनौतीपूर्ण रहन्छ। तर मेरो लागि के सहजता भने यो जारी 2 हो नि त। अनि अघिल्लो सिरिज जारी 1 मै मैले जे गर्ने प्रिपरेसन गरिसकेको अवस्था थियो। किन भन्दा म तराईको मान्छे सुरुमा त, अनि लिम्बू संस्कृति लिम्बू भाषा पनि बोलेको छु मैले अघिल्लो सिरिजमा चाहिँ, यो पटक पनि बोलेको छु अलिअलि। सुरुमा चाहिँ मलाई त्यो ठाउँको रीतिस्थिति, त्यहाँ बस्ने मान्छेको बोलीचाली र त्यहाँको अवस्थाहरू बारेमा थोरै बुझ्न र त्यो कसरी गरिन्छ, भाषा कसरी बोल्ने भन्ने कुरा चाहिँ गाइडलाइनको लागि आफै डिरेक्टर साहब उपेन्द्र सुब्बा दाइ नै हुनुहुन्थ्यो। बोलाउँछ भन्छ रक्सीले, म त रोँदै रहेछु। जोस कम भएर होला। अनि त्यो भाषाको हिसाबमा, संस्कृतिको हिसाबमा, अनि मेरो चरित्र निर्वाह गरिरहँदा मेरो फेरि क्यारेक्टर कस्तो छ भने बुवा लिम्बू, आमा घिमिरे, मिक्सवाला कल्चर जानेको बुझेको पात्र हुँ म। तर आफूलाई चाहिँ म त्यही समुदायको हुँ भन्ने प्रमाणित गर्ने खालको चरित्र हो मेरो मङ्गल सिंह। त्यसको लागि चाहिँ मैले प्रिपरेसन गर्नको लागि केही कुरा डिरेक्टर साहबबाट, केही कुरा राइटिङको दाइले लेखेको कुराबाट र केही कुरा मैले अब्जर्भेसनले, यी कुराहरूले गरेर मैले त्यो चरित्र निर्माण क्यारेक्टराइजेसनको लागि काम गरेँ। यहाँ बाउले हानेको हल्लुरको दाग अझै छ, कोही मात्रै न्याउलीमा चरी कठैबरी ए न्याउलीमा चरी कठैबरी, मन्दिरै माथि सुने गजर, कठैमा बरे लुङाजुर। ए तानैको धागो केलाउँ भन्दा, नौतुनै माया खेलाउँ भन्दा, सम्बन्ध साइनो पर्ने हो कि सिरैमा चट्याङ झर्ने हो कि। हाङमा मैले अब जारी 1 देखि नै भन्नुपर्दाखेरि एन्टायर जर्नी हाङमाको चाहिँ उसले जे भोगेर आएको छ। एउटा सुरुमा त घरको जेठी छोरी भएपछि उसले लिएको रेस्पोन्सिबिलिटीहरूलाई चाहिँ आफूले आत्मसात गर्दै मैले सकेसम्म चाहिँ उसको भनौँ न सबै उसले भोगेको कुराहरू अनि देखेको कुराहरूलाई चाहिँ बुझ्ने, लिने, मनभित्र लिने, तर सबै कुरा भनौँ न शब्दले नै व्यक्त गर्नु पर्दैन भन्ने चाहिँ एउटा मेन्टालिटी बनाएर चिन्नु न जान्नु किन पो जानु, निम्त आएको भए पनि अहै भन्नु, घरको काम चाहिँ गर्नु पर्दैन। अनि हाङमालाई प्रेजेन्ट गर्दाखेरि पनि ऊ नबोले तापनि एकदमै बलियो छ, बोल्नुपर्ने ठाउँमा बोल्छ। अनि उसले
जसरी आफ्नो भोगाइहरूलाई चाहिँ बाहिरसम्म नदेखाइकन भनौँ न आफैसँग राखेर अनि आफ्नो आँखाले मैले चाहिँ सकेसम्म एक्सप्रेसन्समा काम गर्ने प्रयास गरेको थिएँ जारी 1मा पनि र 2मा पनि आइसक्दा 2मा अलिकति भोकल छ जस्तो लाग्छ मलाई हाङमा पहिलाभन्दा चाहिँ त्यो भएर त्यसरी नै प्रेजेन्ट गर्न ट्राई गरेको छु होइन तपाईँले यो मेरो भचाउनु लाग्नु लिम्बू कल्चर मैले जन्मेर लामो समय हुर्किसके पछाडि मात्रै सङ्गत गरेको हो लिम्बू साथीहरू दाइहरू अग्रजहरू अनि त्यो संस्कार संस्कृतिको नि अलिकति पछाडि मैले बुझ्ने मौका पाएको होइन यसलाई गहन अध्ययन त म गरेको छु भन्दिनँ थोर बहुत एउटा चरित्रको लागि सानो इलिमेन्ट्सहरू मात्रै मैले बुझेँ तर यसले चाहिँ नसा चाहिँ बचाएको छ अरूको संस्कृति परम्परा विश्वास पद्धतिलाई हेर्ने नजरिया मेरो अलिकति परिवर्तन भएको छ यही फिल्महरू गर्नाले र त्यही कारणले एकले अर्कालाई बुझ्नुलाई पनि हाम्रो जसरी यो बहुल संस्कृति अथवा बहुलताको कुरा गर्छ नेपाली समाजलाई त्यसलाई बुझ्ने हो भने चाहिँ यी यस्ता सिनेमाहरू अथवा यस्ता संस्कार संस्कृति अथवा विश्वास पद्धतिमा बनेका थुप्रै सिनेमाहरू आउनुपर्छ जसले चाहिँ थोरै भए पनि सानो पर्दा खोलेर सानो छिँडीबाट देख्न सकिन्छ त्यसको गहन रूपमा चाहिँ त्यसले भित्रसम्म पुर्याउनु चाहिँ यस्तो सिनेमाहरूले मानिसहरूलाई एकले अर्कालाई बुझ्न आदत पुर्याउँछ मद्दत पुर्याउँछ जस्तो लाग्छ सिन 13 सर्ट 1 टेक 1 सबै सम्बन्धहरू के भन्दै जाने न्याउलीमा चरी कठैबरी सम्बन्ध साइनो पर्ने हो कि सिरेमा चट्याङ झर्ने हो कि के नाम हो तपाईँको नाम साङहाङ नम्बे भाग्ने कोसिस नगर्नु होला सिनेमाले चाहिँ जहिले पनि समाजको कथालाई झल्काउन नि पर्छ र चुनौती पनि दिनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म चाहिँ सिनेमा त अब भनौँ समाजको ऐना भनेर भन्छौँ नि हामीले तपाईँहरूले सुनि नै रहनु भएको कुरा होला यो होइन तर समाजको ऐना हो भने यो कुरा किन भइरहेछ भन्ने कुरालाई क्वेसन पनि गर्न सक्नुपर्छ सिनेमाले र कति प्रश्नहरूको जवाब पनि सायद सिनेमाले दिन सक्छ त्यतिको पावरफुल हुन्छ सिनेमा भन्ने माध्यम त्यति पावरफुल हो जस्तो मलाई लाग्छ होइन जारीको कथाको कुरा गर्नुहुन्छ भने एकदमै ठुलो प्रश्न पनि तेर्साएको छ सिनेमाले हाम्रो समाज हाम्रो देश र हाम्रो परिस्थितिलाई जुन परिस्थितिबाट हामी गुज्रिरहेछौँ वा गुज्रिसक्यौँ ती परिस्थितिहरूलाई एउटा प्रश्न पनि तेर्साएको छ र हाम्रो समाजमा जुन महिलाको विशेष गरी भनौँ न एउटा स्पेस छ त्यो स्पेसको बारेमा पनि धेरै कुराहरू गरेको छ होइन पर्फेक्सनका कुराहरू जुन हामी गर्छौँ होइन महिलाको रोलहरूलाई जुन हामीले एउटा क्याटेगोरीमा राखिदिएका छौँ ती कुराहरू पनि गर्छ सो त्यही भएर पनि एकदमै इन्ट्रेस्टिङ बनेको छ जस्तो लाग्छ मलाई जारी 2 लिम्बुनीहरू कडा हुन त तपाईँले पनि अत्याचार नगरिकन मैते बोलाएन होला क्यामेरा एक्सन छोड दे अलि फास्ट छोड दे ओ चढ्नुहोस् अलि फास्ट छोड दे छोड दे अब काट बोकेर बस्ने ठिक छ दाइ बोले कुरा भनेको कि वार कि पार हुन्छ आजपछि बोल्नुस्
कुरा भनेको कि वार कि पार हुन्छ आदमपछि। हामी यत्रो गाउँले भेला भएर बसिया छौँ। सरी कुरा भनेको आदमपछि कि वार पार कि कुरा भनेको कि वार कि पार हुनुपर्छ आदमपछि। हामी यत्रोजना गाउँले भेला भएर बसिया छौँ, त्यसै चेली लगेर जान पाइन्छ? हुन्छ टिम एकदमै इम्पोर्टेन्ट कुरा हो जस्तो लाग्छ मलाई, किनकि मैले जतिवटा टिमहरूसँग काम गरेँ सबैजना एकदम प्रोफेसनल मान्छेहरू नै मैले पाएँ र जारीमा त एउटा फ्यामिली जस्तो टिम इन्भाइरोमेन्ट भइसकेको छ। हामी पहिला पनि एकचोटि काम गरेको भएर होला सायद, अनि अहिले काम गर्दा पनि एकदमै इमोसनल या सिरियस सिनहरू जस्तो सिनको इन्भाइरोमेन्ट जस्तो चाहिन्छ त्यस्तै नै मैले हाम्रो क्रू मेम्बरहरूबाट पनि त्यो सपोर्ट पाइरहेको हुन्छु। डिरेक्सन टिमबाट होस् या आर्ट टिम, लाइटिङ, क्यामेरा सबैबाट नै एउटा एकदमै प्रोफेसनल इन्भाइरोमेन्ट र हामीलाई जुन स्पेस चाहिने हुन्छ एज एन एक्टर त्यो जोनमा जानको लागि या त्यो इमोसनलाई क्यारी गर्नको लागि त्यो चाहिँ सबैजनाले रेस्पेक्ट गरेर त्यही हिसाबको एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिनु भएको थियो। सो त्यस्तो डिफिकल्टीहरू भएन, अझ बरु हेल्प चाहिँ भयो टिमले गर्दा। यो कोट खोलेर मुख छोपेर सुतेको है। त्यहाँ बिचमा एउटा लरु हौ केटा, बुहारी त गतिलै छ त, अलिकति नमिलेको भनेको त्यो एउटा आँखा त हो। म त पर्वाते भयो नि हौ तुमा। सेट साइलेन्ट हुन्थ्यो किनकि हामीले यसमा डबिङ नगर्नको लागि सिङ्क साउन्डको युज गरेका छौँ। त्यो भएपछि सबै साइलेन्ट हुनुपर्छ अनि सबै काम गर्दाखेरि त्यो एउटा मुडमा बस्न सजिलो हुन्थ्यो, सहज हुन्थ्यो। किनकि अब हल्लै बन्द हुन्थ्यो, साइलेन्ट हुने त हल्ला कम भइहाल्थ्यो, आवाजै निकाल्न पाइन्थ्यो किनकि सिङ्क साउन्ड थियो। त्यो हिसाबले चाहिँ क्रिएटिभली एक्टरलाई चाहिँ मुडमा बसिरहनको लागि सेटको वातावरण विशेष रह्यो। यो हुनुपर्छ। यहाँ सुने कुरो डाइलेक्ट सुन्नु पऱ्यो। त्यस्तो भएको नाङ्गो होइन म। सुवा 10 रुपियाँको एक्लो नाति हो। 7 दिन 7 रात गुँगेर भयो भने लान्छु त्यसलाई। ढङ्ग बागन तेल ठिक छ। यसलाई के गर्नु? त मेरो घरबाट निक्लेको या
अनि म जानु खेलिदिइहाल्छु तर नभए ओ मङ्गल सिंह किन बोल्ला चाहिँ गधा बुहारीको आँखालाई तँलाई के अप्ठ्यारो पार्यो उसको आले उयो छ उसको आँखाले उयो छ तेरो आँखा तयार फुट त धेरै त्यो एउटा आँखा भर्सँग म बस्दिनँ उसले देखोस् नदेखोस् तैँले सबै देखे भएन मुला टिपिकल नेपाली सोसाइटीबाट को आँखाले हेर्ने हो भने श्रीमान श्रीमतीको त्यो सम्बन्ध अलिकति मेल डोमिनेटेड थट नै आउँछ है त्यस्तो सोच नै आउँछ जारी 1 को अथवा जारीमा नामसाङको क्यारेक्टर पनि त्यही सोचबाट अगाडि बढेको क्यारेक्टर हो भनेको मेरो श्रीमती हो हाङमा मेरो श्रीमती हो के र ऊ भन्ने एउटा सोचबाटै अगाडि बढेको छ होइन त्यही कारणले उसको जीवनमा दुर्घटना हुन्छ भनेको श्रीमतीसँग नराम्रो हुन्छ तर त्यहाँनिर श्रीमतीको अथवा महिलाको हक अथवा उसको अधिकार अथवा उसको अस्तित्व कति छ भनेर त्यो वरिपरि नै घुम्छ कथा चाहिँ यो यसरी हुँदै संस्कृतिमा छिर्दाखेरि फरक तरिकाले यी चिजलाई हेरिँदो रहेछ जस्तो टिपिकल नेपाली सोसाइटी जसरी को एउटा श्रीमान अथवा पुरुषको जुन सोच छ नामसाङ पनि त्यही सोचको ग्रसित हो तर यतातिर चाहिँ ठ्याक्कै के चाहिँ छ भने हाङमाको क्यारेक्टरले चाहिँ उसलाई भन्छ नि त धेरै कुराहरू अनि त्यसले जसरी नामसाङलाई त्यो रियलाइज हुन्छ एज एन एक्टर दयाहाङ राईलाई पनि त्यो मिठो रियलाइजेसन भएको थियो कथा मार्फत होस् त्यो चरित्र मार्फत होस् अथवा त्यो संस्कार संस्कृतिको अथवा त्यो मूल्य मान्यताले मिठो त्यो मलाई चाहिँ मिठो रियलाइजेसन कस्तो त्यो सहअस्तित्वको मिठो कस्तो कुरा गर्दो रहेछ उसको आफ्नो स्पेसको कस्तो मिठो कुरा गरेको छ जारी 2 मा पनि त्यसको कन्टिन्युटी हो उनीहरू बिचकै सम्बन्धमा त दरारहरू आउला तर त्यो कहाँ कसरी आउँछ र एउटा फ्यामिलीभित्र बसिसकेपछि श्रीमान श्रीमती होस् बाउ छोरा होस् बाउ छोरी होस् बाउ छोरी अथवा छोरी आमा उनीहरूको सम्बन्धमा पनि सोसाइटीमा कस्तो के चलिरहेको हुन्छ त्यो चिजले चाहिँ उनीहरूको सम्बन्धमा चाहिँ कस्तो किसिमको असरहरू पर्दै जान्छ र कहाँ पुगेर उनीहरू एकले अर्कालाई रियलाइज गर्छ भन्ने नै हो र सबै सम्बन्धको कथाहरू त यो पनि एउटा मिठो सम्बन्धको कथाहरू हो बेहोरा नदेखाइ बेहोरा मैले देखाएको कि तैँले फेमो धेरै नै नखोजे दिन्छु गाला साला फुट्ने गरी लु दे त लु मलाई कुट्नु नपाएको रिसले मेरो मैतीले दिएको च्याब्रुङ च्याति छैन के रे कुरै नबुझी धेरै नबोले बरु मलाई नै कुट्नु नि किन च्याब्रुङमा रिस निकाल्छस् मुखसुख च्यात्ने गरी दिन्छु लु च्यात्त मुख च्याच्छस् रे च्यात्त मुख च्याच्छस् मेरो मुख के हुँदैछ यो Got it. जानु बिस्तारै उता जानु ल हो त्यता बुझ्नुभयो सबैले जता भाग्यो नि
उहाँले भाटा लिएर आइसकेपछि तपाईँलाई हाल्नुहुन्छ तपाईँहरू भाग्नुहोस् अनि गुरुले हान्नु सिधै कि अलिकले निन्दा आउँदैछ साह्रै स्वर निकाल्ने हो गरेर मम्मी मुकारुङ होइन त होइन पापा मुकारुङ हो राना साम्पाङ मम्मी राणा साम्पाङ हो मम्मीतिर गएछ कि क्या हो मुकारुङ त कम्ती बाटो हुन्छ जे भन्यो त्यही मान्छे हाँसेको हो हामीले देखेको त्यही हो यसको पर्छ अरे बुवाको बाउची र बाहिर बुवाको जान छ जान्छ आइहाल्ने ल बाजे खेलिदिनु न Finished the final shot for the movie Jari 2 को last shot अनि यहाँ अब एन्क्ल्याप गर्ने प्रिपरेसन हुँदैछ All drenched आजको डे was adventurous Clap. Go, go!